एआई मिडिया नेटवर्क हो। प्रस्तुत छ आजको मुख्य समाचार। नेपालका ताजा समाचारहरू। नेपाल सरकारले आर्थिक वर्ष 2082 का मुनि 83 कोलम्ब बजेटमा डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर VAT खारेज गरेको छ। यस निर्णयले डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्ने र आर्थिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ। यसैबीच राजनीतिक क्षेत्रमा विभिन्न विश्लेषणहरू भइरहेका छन्। स्रोतहरूले नेपालमा राज संस्था पुनर्स्थापनाको सम्भावनाबारे चर्चा गरे तापनि यसको दीर्घकालीन टिकाउपनमा प्रश्न उठाएको छ। यो बजेटले आर्थिक वृद्धि र पर्यटन प्रवर्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ भने डिजिटल भुक्तानीमा कर छुटले आधुनिकीकरणमा टेवा पुग्नेछ। यद्यपि राजनीतिक स्थायित्व र देशको समग्र विकासका लागि स्थिरता कायम राख्नुपर्ने कुरामा जोड दिनु आवश्यक छ। नेपाल समाचार र हिमाल खबरबाट प्राप्त जानकारीका आधारमा यो समाचार तयार पारिएको हो। समाचार सुन्नु भएकोमा धन्यवाद। गल्ती रिपोर्ट गर्न info.newsacco@gmail.com। कृपया ध्यान दिनुहोस्, यो समाचार प्रणाली अझै पनि परीक्षण र प्रशिक्षणको क्रममा छ। केही त्रुटिहरू देखा परेमा हामी क्षमा प्रार्थी छौँ। सबै सामग्री कृत्रिम बुद्धिमत्ताद्वारा स्वतः तयार पारिएको हो र यसलाई निरन्तर सुधार गर्ने प्रयास गरिरहेका छौँ। भविष्यमा अझ सटीक र विश्वसनीय जानकारी प्रदान गर्ने हाम्रो लक्ष्य हो।